एकैछिन यो भिडियो हेर्नुहोस्। यस्तो चीज हो कि यसको बाल होइन बाल पनि ठगिहाल्छ कुस्ती लडेपछि त। नेपालको माटोबाट जन्मिएका एक साहसी, मेहनती र प्रेरणादायी कुस्ती खेलाडी देवा थापाको बारेमा पक्कै पनि तपाईलाई थाहा छ। आज नेपालको नाम विश्व सामुसम्म चिनाइरहेका छन् यी कुस्ती खेलाडी देवा थापाले। पहिलो पटक चाहिँ मैले देवा थापासँग भेट्ने मौका पाएको छु। देवा थापा आफ्नो जीवन गुजारो गर्नका लागि 12 वर्षको उमेरमा इन्डिया पुगेका थिए। नाकि त्यो समयमा देवा थापालाई केही पनि थाहा थिएन। साँच्चै कुरा भने त तपाईँको भिडियो देखेर म आएको हो यता। उनी इन्डिया पुगिसके पछाडि होटेलमा काम गर्न थाले। इन्डिया गएर म सबभन्दा पहिले त होटलमा काम गरेको थियो है। 3 महिना म कुस्ती लडेर मैले 50,000 रुपियाँ इन्डियन आइसी कमाएको। म ठ्याक्कै त घरतिर भागेर आएको। फेरि घर आउँदाखेरि फेरि आमा पनि मरेको रहेछ, आमा थिएन। बुवाले सोधेको थियो कि आमा खै, त बुवाले भन्यो आमालाई बितेको त 4 साल भएको। मलाई पनि अहिले पनि यस्तो लाग्छ कि अहिले आमा हुन्थ्यो भने कति खुसी हुने थियो हैन। कति केजी मान्छेसम्म कति केजीको वाइटलाई चाहिँ तपाईँले टाउललाई चाहिँ उठाउन सक्नुहुन्छ? तपाईँको पुरस्कार कति हुन्छ? फर्स्ट पुरस्कार भन्ने हुन्छ होला नि होइन? फर्स्ट पुरस्कार कति हुन्छ? 15,000 म्याचमा 10,000 हार्नुभयो। हारेकै हो। नेपालले सबैले हेर्नुहुन्छ, हारे भने अलिकति नेपालको नाम पनि टाला खस्न सक्छ र मेरो पनि होइन। तपाईँले नेपालका लागि लड्दै हुनुहुन्छ। हजुर। अनि नेपाल सरकारले तपाईँप्रति केही गरेको महसुस कति कुरा छ? सम्पूर्णलाई हार्दिक नमस्कार। यतिखेर हामी पाल्पा जिल्लाको निस्ती गाउँपालिका रोल्दाबास भन्ने ठाउँमा छौँ। तपाईँले हाइलाइट हेरिसके पछाडि पक्कै पनि थाहा पाइसक्नुभयो होला हामी कहाँ छौँ र केका लागि यो ठाउँमा रोल्दाबास भन्ने ठाउँमा छौँ भन्ने कुरा। पक्कै पनि पछिल्लो समय तपाईँले देवा थापा भन्ने नचिन्ने कमाइ मात्रै होला। नेपालको नाम कहाँसम्म पुर्याएको छ भन्ने कुरा सारा नेपालीलाई अहिले मनमा बस्न सफल पनि भएका छन् देवा थापा। सोही देवा थापालाई पहिलो पटक मेरो लागि चाहिँ पहिलो पटक देवा थापाभन्दा अगाडि मैले देवा थापाका श्रीमती पायल थापासँग र आफ्ना बुवासँग पनि मैले कुराकानी गरिसकेका थिएँ। तर आज पहिलो पटक चाहिँ मैले देवा थापासँग भेट्ने मौका पाएको छु। भोलि मात्रै उहाँ इन्डिया जाँदै हुनुहुन्छ। त्यसैले हामी अहिले साँझको झन्डै 7 बज्न लगेको छ। 7 बज्ने समयमा पनि हामी उहाँलाई दुःख दिनका लागि उहाँको घरसम्म आइसकेका छौँ। उहाँसँग छोटो कुराकानी गर्नका लागि म उहाँको घरमा आइसकेको छु। तपाईँलाई मैले योभन्दा अगाडिको भिडियोमा देवा थापाको नयाँ घर बन्दैछ, जुन घर उद्घाटनपछि हामी भेट गराउनेछौँ तपाईँलाई भनेर हामी भनिसकेका थियौँ। सोही बमोजिम हामी आज देवा थापाको बन्दै गरेको नयाँ घरसँगै देवा थापासँग कुराकानी गर्न आइसकेका छौँ। मैले ढिला नगरिकन देवा थापासँग कुराकानी गर्नेछु। नमस्कार। नमस्कार हजुर सबै सम्पूर्ण तपाईँहरूको च्यानलमा जोडेको सबै साथीहरूलाई र तपाईँले मलाई यस च्यानलमा देखाउनु भयो, धेरै धेरै धन्यवाद छ है। अनि तपाईँ नेपाल कति दिन भयो नि आउनुभएको? नेपाल आउनु भएको मलाई 4 दिन भयो। त्यो पनि अलि छिटोमा आएको। धेरै काम भएको छैन अहिले घरको पनि। अरू काम छोडेर जानुभएको म जाने लागेको म दसैँतिर आउनेको विचार छ। त्यो बेला बाँकी काम गरौँला भनेर सोचेको हो। खास केका लागि आउनुभयो नि? घरमा यो घरको उद्घाटन गर्न आउनुभयो अथवा केही काम थियो नि? खास गरी यही हो कि छोराछोरीको पनि त्यता पढाइ चालु छ। छुट्टी लिएर आएको। छोराछोरीको पढाइ पनि नछुट्यो भनेर अरू यो घरको उद्घाटनको लागि है। साथसाथै घर पनि हेर्नेका निकै मन थियो मलाई कि कस्तो बन्यो त्यही भएर बाँकी परिवारहरूलाई पनि त्यता लिएर जाने हो। त्यता आफ्नो काम छोडेर आएको आमा बुवाहरू पनि सबैलाई के त्यस्तो भनेर अलि सबैको कुरा बुझेर आएको म।
खास गरी देवा थापालाई खोज्ने नेपालीहरू धेरै छन् क्या। नेपालका मिडियादेखि नेपालका जनता, नेपालका खेलकुद, नेपालका यो जुन जुन सङ्घ छ नि तपाईँसँग सम्बन्धित, तपाईँ त एउटा खेलप्रेमी र खेलाडी पनि भएको हुनाले खेलकुद महासङ्घदेखि यो पत्रकारले सराहले खोजिराख्दा पनि देवा थापालाई निकाल्न र उहाँलाई ल्याउन निकै गाह्रो भयो। देवा थापाले नेपालका लागि माया मारेको हो र भन्ने क्वेसनहरू आइराख्थे। खास तपाईँ यहाँ नेपाल आउनका लागि टाइम नमिलेर हो अथवा खास आउनलाई मन नलाएर हो के भन्ने एउटा जनगुनासो पनि छ, यसलाई कसरी भन्नुहुन्छ? हजुर, किनकि जहिलेसम्म शरीर चल्छ है, चलेपछि त हामी कुस्ती लड्नै पर्छ। जहिलेसम्म चल्छ कुस्तीमै मेरो रोजीरोटी हो, पेसा हो होइन। यसमा जति कमाउँछ त जति कमायो भने त्यति राम्रो हो, भोलि पर्सि काम आउँछ भनेर म अहिलेसम्म कुस्ती लड्दै हिँड्छन्। र अरू उम्मिद धेरै छन् कुस्ती अरू अगाडिसम्म पनि लड्ने भनेर होइन। बाँकी यता घरको पनि हेर्नु पर्यो, बुवा पनि धेरै अप्ठ्यारोमा थियो। कहिले कहिले यस्तो हुन्छ कि नेपालमा आउने धेरै माया लाग्छ, टाइम हुन्न होइन। यही जवानी छ अहिले है, एकपल्ट आउँछ जवानी पनि। यो जवानीमा यो कुस्तीहरू लड्दै हिँड्ने र साथसाथै आफ्नो घरहरूलाई, परिवारहरूलाई पनि कमाउनु पर्यो है। त्यसको लागि सोचेर हिँड्दै गर्छु कि म। माया नमारेको होइन, नेपालको लागि धेरै माया छ। मेरो जो मनमा जो माया छ त्योभन्दा त्यो दिल छ नि, दिलभन्दा ठुलो माया छ के त मलाई। आफ्नो गाउँघरमा जन्मेको, गाउँघर त धेरै राम्रो लाग्छ। साथसाथै यो नेपाल देश पनि, नेपाल देशको सबै मान्छे पनि धेरै राम्रो लाग्छ मलाई। जस्तै तपाईँले जुन अहिले यो जवानी हो, यो बेला खेल हुन त खेलाडी एउटा आफ्नो निश्चित उमेरभित्र मात्रै रहेर मात्रै खेल्नुपर्ने बाध्यता यो खेलाडीको हो। तर कतिपय खेलाडी महासङ्घहरूले पनि खेलकुद महासङ्घले पनि खोजिराख्दाखेरि कन्ट्याक्ट गराउन हामीले सकेनौँ नि, लाउन भनेर हामीसँग पनि गुहार्ने अवस्था थियो। तपाईँलाई मैले कताबाट जियोस् कन्ट्याक्टमा आउनुभयो, खुसी लागेको थियो त्यो बेला पनि। अहिले चाहिँ तपाईँ ठ्याक्कै यो घर बनिसके पछाडि आउनु भएको छ। अब नेपालमा बसाइ हुने गरी चाहिँ कहिलेसम्म देख्न पाइएला अथवा नपाइएला, के छ अवस्था? नेपालमा अवस्था देख्न त पाइन्छ, किनकि गाउँघर र मेरो नेपाल देश र यो धरती, यो जमिन पनि नेपालमै बस्नुहुन्छ, माया धेरै छ होइन। र इन्डिया त अर्को देश हो, तर त्यहाँ पनि धेरै माया मिल्छ सबै ठाउँदेखि मलाई है। यस्तै माया त सबैसँग छ। इन्डिया त म कमाउनेको लागि जानुहुन्छ र म्याचको लागि, बाँकी पछि अलि कुस्ती लड्न सकेन भने त म यतै नेपालमै आएर बस्ने हो। छोराछोरीहरू पनि यतै बस्ने हो। सबैलाई माया लाग्यो, मेरो बुढीलाई पनि, मेरो आमा बुवालाई, ससुआमालाई पनि धेरै राम्रो लागेछ। यता जानेको मन त छैन, लेकिन अलिकति किनकि घरदेखि बाहिर निस्कनै पर्छ अलिअलि कमाउनेको लागि, आफ्नो नाम बनाउनेको लागि त त्यही भएर हामी जाने लागेको। तपाईँ खास कति वर्षको उमेरमा इन्डिया जानुभएको? बाबाको इन्टरभ्यू हेर्नुभएको थियो मैले पहिले राखेको? हजुर, मैले हेर्नु भएको थियो, धेरै राम्रो लाग्यो। र कहिले के थाहा त हुन्छ घर कस्तो छ के छ। कसैले तपाईँहरूले जस्तो भिडियो बनाएर हालेपछि ढुक्क लाग्छ कि उता गएर हेऱ्यो भने हो यस्तो पो रहेछ होइन। अलिअलि कहिले कहिले हामी पनि दिमाग काम हुन्न, हामी पनि म्याचतिर दिमाग हुन्छ र आफ्नो घर परिवारकोतिर कहिले कहिले यस्तो भिडियो हेरेपछि त अरे घरको पनि याद आउँछ, ख्याल आउँछ है। त्यही भएर साँच्चै कुरा भन्यो भने त तपाईँको भिडियो देखेर म आएको हो यता। ओके, ल खुसी लाग्यो यो कुरा सुनाउनु भयो, भन्नुभयो, एकदमै खुसी लाग्यो। तपाईँ इन्डिया जानुभएको, बाबाले 12 वर्षको उमेरमा घरबाट हिँडेको हो मेरो छोरा, अहिलेसम्म चाहिँ ठुलो हुँदा कस्तो छ भन्ने कुरा चाहिँ मैले म खासै राम्रोसँग हेर्न पाएको छैन भनेर भन्नुभएको थियो क्या। तपाईँ इन्डिया जाँदा चाहिँ कति वर्षको हुनुहुन्थ्यो? इन्डिया जाने बेला त यस्तै लागेको थियो मलाई कि यति होला 11-12 वर्षतिर हो। मलाई ठ्याक्कै जाने थिएन, त्यो त बुवा आमालाई थियो थाहा कति वर्षको हो म होइन। त्यो बेला पनि हामी धेरै जस्तो हामी दाजुभाइ र बहिनीहरू बढ्दै गर्दाखेरि अलिकति घरमा पनि धेरै गरिबी थियो कि। अहिले जति हो हाम्रो खेतीबारीमा जति उग्थ्यो त्यही खाने हुन्थ्यो त्यो बेला।
त्यही भएर अलिकति पढ्ने त अलि मलाई पनि आउने थिएन, लेकिन चित्रकर्ममा म धेरै राम्रो थियो त्यो बेला। र फेरि बुवाले पनि भन्यो पढ्न लेखाउन धेरै सकिन्न, अब के अलिकति जेठो छोरालाई पठाइदिउँ उतातिर अलिअलि कमाउँछ र काम सिक्छ भनेर बुवा आमाले सल्लाह गरेर मलाई पठाएको हो के। हजुर, कामको लागि हिँडेको थियो म। गएर त्यहाँ 2-4 साल 5 सालसम्म त म पनि होटलमा र कसैको घरमा र कसैको खेतीबारीमा उता काम गरेको म। हजुर, मजदुरीहरू गरेको। अनि तपाईँ जुन एउटा म त गरिबीको छोरा हो, एउटा घर धान्नका लागि, घर आफ्नो परिवार चलाउनका लागि, आफ्नो जीवन चलाउनका लागि म इन्डिया काम गर्नका लागि गएको हो भनेर भन्नुभयो। के कामका लागि जानुभयो? सुरुमा चाहिँ के काम गर्नुभयो नि इन्डिया गएर चाहिँ? इन्डिया गएर म सबभन्दा पहिले त होटलमा काम गरेको थियो है। होटलदेखि फेरि कसैको घरमा पनि काम गऱ्यो र कसैको खेतीबारीमा पनि काम गऱ्यो, त्यो स्याउहरूको खेतमा होइन। र फेरि जस्तो मिस्त्रीहरूसित पनि लगेको। यस्तै गर्दा फेरि अलिअलि यताउता यस्तो म्याच हेर्दै हुन्थ्यो क्या म, WWF को। यस्तो हेर्दाखेरि मलाई धेरै राम्रो लाग्थ्यो। हो, कस्तो शरीर बनाउने रहेछ है ठुलो रेसलरहरूले है। त्यसको रेसलिङ हेर्न धेरै राम्रो लाग्थ्यो कि, धेरै राम्रो लाग्थ्यो। त मलाई पनि यस्तो सोच चढ्यो कि म पनि यस्तो बनाउला भनेर आफ्नो म पनि जिम जाने लाग्यो है। यस्तो कसरत हेभी वर्कआउट गर्ने लाग्यो के। अब तपाईँ सुरुमा इन्डियामा गएर चाहिँ होटेलमा काम गरेँ भनेर भन्नुभयो। कति वर्षसम्म चाहिँ होटेलमा काम गर्नुभयो नि? 2-3 वर्षसम्म मैले होटलमा काम गऱ्यो र फेरि 1 वर्षसम्म फेरि घरमा काम गऱ्यो। र फेरि यताउता हिँड्न लाग्यो कि अलि मन लगेन के। मनमा अलिकति बेचैनी हुने थियो, किनकि बुवाले मलाई कमाउनेको लागि पठाउनु भएको है। अलिक कमाइ राम्रो भएको छैन र कसैले कमाइ पनि नदिने के। त्यही भएर बेचैनी हुन्थ्यो। म काम सार्दै हिँड्दै गर्थेँ। फेरि मेरो बेचैनी थियो अलिअलि कि छिटोभन्दा छिटो कमाएर घरतिर जाउँ भनेर। फेरि यस्तै गर्दा फेरि लेट भयो धेरै। फेरि म यस्तै फेरि आफ्नो यो रेसलिङहरू हेर्दाखेरि आफ्नो शरीरतिर लाग्यो। जिम गर्ने गयो होइन, एक टाइम साँझतिर जाँदै गर्थ्यो। आफ्नो डाइट पनि जति कमाउँछ त्यो पनि लगाउन थाल्यो क्या आफ्नो शरीरको लागि खानेपिनेमा। र फेरि यस्तै गर्दा कसै साथीहरूले भन्यो कि जाऊँ मेला घुम्ने जाऊँ, मेला हेरौँ र भनेर। मैले भने मलाई त धेरै काम छ, म जान्न, तपाईँहरू जानु भनेर साथीहरूले भन्यो फेरि कि त्यता कुस्ती पनि हुन्छ, पहलवानहरू आउँछ ठुलो। त मलाई त धेरै खुसी भयो, पहलवानहरू आउँछ है, कुस्ती लड्छ, ल जाऊँ फेरि हेरौँ। गयो साथीहरूसित मिलेर कुस्ती हेर्न गयो। साथीहरूले पनि मेरो नाम लेखादिएको रहेछ त्यहाँ, तिमी लड्नु भनेर। तपाईँलाई थाहा थिएन? मलाई थाहा थिएन। मलाई डर लागेको थियो कुस्ती लड्ने बेला। पहिलोचोटि हो, कहिले नसिकेको चिज है, के हुने हो। लेकिन पहिले पटकमा मैले कुस्ती जितेको थिएँ क्या त्यहीँ। कुस्ती जित्यो त फेरि 300-400 रुपियाँ समितिले दियो, कमिटीले होइन। बाँकी त्यहाँको मान्छेहरूले, हेर्ने मान्छेले धेरै माया लाग्यो। कसैले 10 र 20 र 50 यस्तो दिने लाग्यो। 4-5 हजार जति मैले त्यहाँदेखि कमायो एकैचोटिमा। त्यही भएर त मैले दिमागमा बसायो कि यार बाँकी काम गर्न भन्दा त यो राम्रो छ। ठुलो पहलवानहरूसित कन्ट्याक्ट गर्न सुरु गर्यो, मिल्न सुरु गर्यो है। तिनीहरूसित फेरि म पन्जाब आएको। सुरुको तपाईँको जुन तपाईँ यो कुस्ती खेल्छु भनेर तपाईँको मनमा पनि थिएन, तर नसोचेको यहाँ आफ्नो साथीहरूले नाम लेखाए पछाडि सुरुको कुस्ती खेलेको कमाइ चाहिँ तपाईँको 6,000-7,000 थियो। त्यस पछाडि चाहिँ तपाईँ कुस्तीमा चाहिँ मन लाएर चाहिँ लाग्नुभयो है? हजुर। अनि सोच्नु भएको थियो म अहिले यहाँसम्म पुग्छु, कुस्ती लडेर चाहिँ मेरो नाम यहाँसम्म पुग्छ होला भनेर तपाईँले सुरुमा सोच्नु भएको थियो यसरी तपाईँको नाम यहाँसम्म पुग्छ भनेर? मलाई यस्तो त केही सोचेको थिइनँ र मलाई त यो त कुरा हो कि पैसा राम्रो मिल्छ भनेर सोचेको थियो। पैसा राम्रो मिल्यो भने या यस्तो कि आफ्नो आमा बुवाहरूसँग पनि जान सक्छ भनेर है। फेरि म पन्जाब आएपछि त्यहाँ तालिममा 2-3 वर्षसम्म बस्यो त्यहीँ।
तालिममा बस्यो, साथसाथै नजिकमा जहाँ जता कुस्ती खेलहरू हुन्थ्यो त्यतातिर जाँदै हुन्थ्यो। र फेरि 1 साल जति लाग्यो, फेरि 1 साल 3 महिनामा फेरि सिजन लगेको। 3 महिनामा कुस्ती लडेर मैले 50,000 रुपियाँ इन्डियन आइसी कमाएको। म ठ्याक्कै त घरतिर भागेर आएको। फेरि घरतिर भागेर आएको त 10 वर्ष पुगिसक्यो। घर आउँदाखेरि फेरि आमा पनि मरेको रहेछ, आमा थिएन। बुवाले सोधेको थियो कि आमा खोइ, त बुवाले भन्यो आमालाई बितेको त 4 साल भएको। फेरि मलाई अलिकति डर जस्तो लाग्यो क्या, मेरो त 2टा भाइ पनि थियो, अरू यता बहिनी पनि थियो होइन, यिनीहरू पनि देखे छैन। मलाई अलि दिलमा अलि पत्थर लाग्यो जस्तो लाग्यो कि। फेरि मैले सोधेन केही, पछि हिम्मत गरेर फेरि बुवालाई सोध्यो, फेरि मेरो बहिनी खोइ थियो खोइ, त बुवाले भन्यो टालाको गाउँमा बिहा गर्नुभएको छ, त्यो चाहिँ उता छ भनेर। ल फेरि ढुक्क भयो। ल तिनीहरू राति मैले लिन गएको, आमा बुवाहरू र बुवाको साथीहरू यता दाइ भाइहरू के, रातिमै लिएर आएर फेरि सँगै भात खाएको हामी। हजुर। अनि खास अब तपाईँलाई सुरुमा जाँदाखेरि मेरो भाइ बहिनी थिए, दाइहरू थिए, आमा बहिनी थिए भन्ने अलिकति याद हुँदाखेरि हिँड्नु भएको मान्छे है? हजुर 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 हजुर। त्यत्रो वर्ष पछाडि पछि आउँदा खोज्दाखेरि बल्ल भेटाउनु भएको। मम्मीलाई चाहिँ भेटाउनु भएन है? आमालाई चाहिँ भेटाउनु भएन। मलाई पनि अहिले पनि यस्तो लाग्छ कि अहिले आमा हुन्थ्यो भने कति खुसी हुने थियो होइन। त्यही लाग्छ मलाई। आमालाई अलिकति हाम्रो जो फर्स्ट छ केटाहरूको छोराहरूको होइन, आमा बुवालाई हेर्न हाम्रो फर्स्ट हो। अलिकति आमालाई मैले केही गर्न सकेन, यस्तै गयो, त्यो अलिकति मलाई मनमा लाग्छ। बाँकी सबै ठिक छ, भगवान्ले सबै साथीहरूले बहिनीहरूले सबैले माया गर्छ र आउँछ, मलाई नमस्ते गर्छन्, म पनि नमस्ते गर्छन्, धेरै राम्रो लाग्छ। हुन त अहिले तपाईँको आमाले माथिबाट हेर्दै हुनुहुन्छ, खुसी छ, पक्कै पनि आमा खुसी हुनुहुन्छ। तपाईँले एउटा तपाईँको आमालाई मात्रै होइन, नेपालको आमालाई तपाईँले खुसी पार्नु भएको छ। यसमा तपाईँ ढुक्क हुनुहोस्, तपाईँको आमाले माथिबाटै हेरेर जहाँ हुनुहुन्छ आमाले तपाईँलाई खुसी भएर हेर्नु भएको छ। सँगै नेपाली आमा पनि तपाईँलाई देखेर हाँसिरहेको छ। तपाईँले यति नाम राख्नुभयो नेपालका लागि, जहिले पनि पहलवान नेपालको पहलवान भनेर नाम आउँछ क्या, देवा थापा भनेर आउँदाखेरि ओहो देवा थापा नेपाली, त्यो पनि अझै हाम्रै गाउँपालिकाको, हाम्रै जिल्लाको, हाम्रै पाल्पा जिल्लाको, हाम्रै निस्दी गाउँपालिकाको, ओहो भन्ने गर्व हामीलाई पनि लाग्छ। कहिलेकाहीँ ओहो मलाई नेपालबाट हेरिरहेको छ है, नेपालबाट सपोर्ट पनि छ है मलाई यहाँ कुस्ती लडिराख्दाखेरि भन्ने तपाईँको मनमा लाग्छ कि लाग्दैन? धेरै लाग्छ, किनकि जता भए पनि नेपाली मान्छे मिल्छ मलाई है, त सबैले चिन्नै हुन्छ मलाई। यो चिन्दा बेला मलाई पनि धेरै राम्रो लाग्छ। र अहिले पनि मलाई इन्डियामा बाबाराम पतञ्जलिवाले बाबा रामदेव हातदेखि मलाई नेपाल गौरव एवार्ड पनि मिलेको हो, त्यो पनि धेरै राम्रो लाग्यो। र मलाई त थिएन कि यस्तो ठुल्ठुलो एवार्ड्सहरू मलाई मिल्छ होइन, पुरा नेपालको गौरव एवार्ड मलाई दियो, धेरै राम्रो लाग्यो। यो सबै आमा, जो नेपालको सबै आमाहरू र सबै बुवाहरू सबैको आशीर्वाददेखि मलाई पाएको हो यो एवार्ड पनि। र अहिले त किनकि म पनि छिटोभन्दा छिटो गर्नेको लागि आएको छु, अहिले घरको पेन्ट पनि छ गर्ने होइन, त्यो पनि टाइम मिलेन। उता अहिले धेरै काम छ, अलिकति सेफ्टी गर्नेलाई यतातिर बार लगाउने के लगाउनु पर्छ होइन, त्यो पनि छ। 4 दिनको मात्रै आएको, किनकि मेरो म्याच चालु छ कि त्यता महाराष्ट्रतिर, अहिले सिजन चलेको छ। अरू यो खेलमा अलिकति चोट पनि लाग्छ, के आफ्नो आफ्नो गरे हुन्छ होइन, कहिले कहिले। अहिले यता मेरो घुट्नुमा पनि अहिले चोट छ, धेरै डगुर्न पनि सक्दैन, एकदम यताउता भइहाल्छ घुट्नु। चोट लागेको है, चोट लागेको, यसको इलाज गर्न पनि टाइम मिलेको छैन क्या मलाई, त्यति फुर्सद हुनुहुन्न है। अनि नेपालमा कुस्ती भन्ने गेम तपाईँलाई थाहा छ कि छैन, हुन्छ कि हुँदैन भन्ने कुराहरू चाहिँ? नेपालमा हजुर, नेपालमा हुँदै गर्छ, म नेपालमा पनि म्याच लड्न आउँदै गर्छु, यता मधेसतिर के तराई क्षेत्रमा चाहिँ हजुर हुन्छ, त्यता अलिकति कम हुन्छ अहिले, यता वीरगन्ज जनकपुरतिर है, यतातिर सबै जग्गा ठाउँमा कुस्ती हुन्छ, लेकिन अलि धेरै हुने लागेछ।
कुनै अब हुन्छ कि हुन्न धेरै सारै ठाउँमा हुन्छ कि हुन्न यस्तो गेम यो गेम पनि धेरै राम्रो गेम हो के किनकि यो गेमले तपाईँको शरीर पनि स्ट्रङ हुने होइन साथसाथ आफ्नो देशको होइन त आफ्नो गाउँघरको र आफ्नो घरको सुरक्षा गर्ने पनि सक्ने है अरू किनकि हामी जस्तो पहलवान मान्छे धेरै नसापत्ता गर्दैन केही नसा गर्दैन धेरै है र फेरि आफ्नो दुध दहीमा सोकिङ हुन्छन् आफ्नो प्र्याक्टिसमा कसरतमा है बाँकी जो पहलवानी गर्छ तिनीहरूको मन पनि शीतल हुन्छ कि अब कसैले त भन्छ कि पहलवान मान्छे हो के आएर हामीलाई पनि फालिदिन्छ यस्तो हुन्न कि पहलवान मान्छे त धेरै राम्रो हुन्छ एकदमै हो हजुर मैले पनि यही भन्न लाग्थेँ तपाईँलाई कुनै बेला बाटोमा कोही मान्छेले देख्दाखेरि हजुर होइन यो त पहलवान मान्छे हो यसले त उचालेर फाल्छ यो मान्छे त यस्तो हो भन्ने मान्छे कतिको भेटाउनु भएको छ भन्न लाग्थेँ मैले यो चाहिँ धेरै भेटाउँछ भन्छ कसैले होइन ल यो यस्तो हुन्न केही किनकि यो लडाइँ झगडा होइन कि यो गेम हो यो एक गेम हो यो गेम होइन यो गेम बहुत ऐतिहासिक गेम हो सबभन्दा पहिलादेखि न त्यो हाम्रो हिन्दू कल्चरमा के हाम्रो देवी देवता हनुमान भगवान पनि लडेको कुस्ती साथसाथ हाम्रो यताको इन्डियाको देवी देवताहरू है सबै गुरु पीरहरू सबै लडेको के कुस्ती अरू भगवानलाई पनि थाहा हुन्न कि यो गेममा को जित्छ भगवानलाई पनि एकदम खुस भएर हेर्छ के यसमा त जिस गाउँमा यो कुस्ती दङ्गलहरू हुन्छ त्यस गाउँमा धेरै यो बिमारीहरू यस्तोहरू लगिन्न धेरै सुख शान्ति हुन्छ त्यो गाउँमा त्यो मान्यता छ है हजुर मान्यता किनकि पहलवान हुन्छ ब्रह्मचारी ब्रह्मचारी हुन्छ त बिहान उठेर भगवानको नाम लिएर आफ्नो प्र्याक्टिसमा ध्यान दिन्छन् दगुर्छन् भाग्छन् आफ्नो डान बैठके मार्छन् होइन अब गरेर ठकेर पुरा फेरि आफ्नो त्यो जुसहरू केहरू दुधहरू खाएर सुत्छन् फेरि आफै गर्छन् के जस्तो हाम्रो सन्त महात्माहरू हुन्छन् बाबाहरू हुन्छन् है त्यस्तै हो क्या पहलवान पनि एकदमै जो पहलवानले कहिले कहिले बोल्छन् यो काम हुन्छ त कहिले कहिले हुन्छ पनि त्यो काम त्यस्तै हो एउटा पहलवान भनेको एउटा भगवानको स्वरूप भन्ने मान्यता छ है भगवानका स्वरूप त होइन हामी यति ठुलो त हुन सकिन्न लेकिन एउटा आशीर्वाद छ क्या पहलवानहरूलाई जो राम्रो गरी राम्रो मानले गर्छ पहलवानी तपस्या हुन्छ एउटा यो पनि जस्तो कर्म गर्छ त्यस्तै फल मिल्ने हो होइन त्यो जिरे खुर्सानी भन्छ क्या तपाईँलाई हेर्नेले चाहिँ जिरे सानो तर एकदमै पिरोवाला क्या तपाईँ चाहिँ होइन भन्दाखेरि त्यसरी भनिन्छ तपाईँले कति केजी मान्छेसम्म कति केजीको वाइटलाई चाहिँ तपाईँले टाउललाई चाहिँ उठाउन सक्नुहुन्छ उठाउने त सक्नुहुन्छ अहिले पनि अहिले त घुट्नु खराब छ त्यही भएर अलि डर लाग्छ बाँकी पहिले त मैले पनि जिममा 180-200सम्म उठाएको त्यो सबै मान्छेलाई त यति थाहा हुन्छ कि हामी ठक्यो होइन मान्छेलाई थाहा हुन्छ लेकिन हामीलाई थाहा हुन्छ मान्छे एक्लै ठग्दैन हात पनि ठग्छन् खुट्टा पनि ठग्छन् हाम्रो कुस्ती त यस्तो चिज हो कि यसको बाल होइन बाल पनि ठगिहाल्छन् कुस्ती लडेपछि त माथिदेखि टालाको नाखुनसम्म जोड लाग्छ के एकदमै अनि तपाईँ जुन एउटा कुस्ती लड्दाखेरि होइन एउटा म्याच हुँदाखेरि मिनिमम र म्याक्सिमम तपाईँको पुरस्कार कति हुन्छ फर्स्ट पुरस्कार भन्ने हुन्छ होला नि होइन फर्स्ट पुरस्कार कति हुन्छ मिनिमम पुरस्कार मैले सबभन्दा धेरै त यता मुम्बईमा गएको थिएँ कुस्ती लड्न पनवेल भन्ने ठाउँमा त्यहाँ म गएको थिएँ 3 लाख रुपियाँ आइसीमा ठ्याक्कै त्यो हजुर त्यो ठ्याक्कै एउटा म्याचको पैसा हो त्यो सबभन्दा ठुलो इनाम पनि भयो मलाई है र क्यासको मामलामा होइन जो क्यास पैसा हुन्छ नि मान्छे त आजकल पैसै हेर्छ के रे तिनीहरूले के अरू के हेर्दैन लेकिन मलाई के हो कि पैसा भन्दा ठुलो कुरा के हो सबैहरूको नेपाल देशको र इन्डिया देशको सबैको माया र आशीर्वाद यो मेरो सबभन्दा ठुलो यो जो गेम हुन्छ नि यो त किनकि अर्को जो मसँग लड्छ कुस्ती है त्यसले पनि मन हुन्छ कि म जितौँ त हामीलाई पनि मन हुन्छ हामी पनि भन्छ कि म जितौँ है यस्तो हुन्छ कि त्यो त अरू पनि आफ्नो पुरा दौपिस लगाउने हो सबै काम गर्ने हो जित्नेको कोसिस गर्ने हो है र अरे म पनि त्यस्तै हो गर्ने फेरि यसमा चोटहरू लाग्दै गर्छन् कहिले कहिले त
सबै पहलवानहरूको त अपरेसन भएको छ क्या घुटुनको यताको के हुन्छ कोही कोही त मरे पनि कुस्ती लड्दा लड्दा है धेरै टाइम हुन्छ नि लड्दा लड्दा धेरै टाइम अरू मान्छे पनि मिसिन त होइन के अरे मरिहाल्छ भित्रदेखि हार्ट एट्याक परेर भित्रदेखि जोर लाग्छ भित्र सबै फाटिहाल्छन् के यसमा किनकि अहिलेसम्म मेरो भगवान्ले र सबै जनताको प्यार आशीर्वादले मलाई अहिलेसम्म यस्तो चोट लागेको छैन ठुलो अनि आफूलाई पनि बचाउने हो र साथसाथ आफ्नो नेपाल देशलाई पनि बचाउने हो यस्तो काम हुन्छ क्या त्यता अरू मलाई यस्तो थाहा थिएन कि म यति लेभलमा म कुस्ती लड्न सक्छु र यति लेभलमा मेरो नाम आउँछ मलाई थाहा थिएन यस्तो केही मलाई त म सिधा सोझो मान्छे जस्तो कुस्ती लड्दै हिँड्थ्यो बस आफ्नो जति पैसा मिल्छ त्यसले आफ्नो गुजारा गर्ने आफ्नो घर परिवार चलाउने यस्तै चल्थ्यो क्या कहिलेकाहीँ तपाईँलाई जसरी विपक्षले बेसरी जोडले हानिराखेका हुन्छ रगत हुँदा पनि हानिराखेका हुन्छ तपाईँलाई पनि रिस उठेर हानेको पलहरू छ कि छैन मैले किनकि हान्ने मान्छे र कसैको हुन्छ जुनुन भित्रदेखि जो रिस उठ्छ नि मान्छेलाई त्यो मान्छेको मैले कहिले पनि यस्तो सोचेन कि म पनि हानम र यिनीहरूलाई यस्तो गरम है तिनीहरूले हान्छन् पिट्छन् र चोट लगाउनेको कोसिस धेरै गर्छन् है त मैले यस्तो कहिले पनि सोचेन कि खेलाडीको रिस्पेक्ट गर्नुपर्छ भनेर म खेलाडी यो पनि कसैको छोरा हो कसैको आमाको बुवाको छोरा हो यसले पनि चोट लाग्यो त्यता पनि अप्ठ्यारो हुन्छ भनेर मेरो मनमा यसो कहिले पनि भएन कि कसैलाई नोक्सान पहुँचाउने भनेर म त आफ्नो हिसाबले लड्छन् कुस्ती आफ्नो हिसाबले जित्छन् है आफ्नो आफ्नो टेक्निक हो आफ्नो आफ्नो सोच हो कसरी लड्ने कसरी हराउने हैन त्यो हुन्छ अदै तपाईँ अहिले जुन 0 लेभलबाट अहिले हिरो लेभलमा हुनुहुन्छ तपाईँको पढाइ चाहिँ कति हो खास पढाइ चाहिँ मेरो 5 सम्म हो पुरा भएको छैन थियो भने बिचमा गए थिएँ क्या 4 पढेर हजुर 4 सम्म कम्प्लिट भएको 5 मा लाग्दै हिँड्ने भएको म 4 पढ्दा पढ्दै 5 मा लाग्दाखेरि तपाईँ 5 कक्षामा पढ्दाखेरि हिँड्नु भयो हजुर अनि तपाईँलाई मैले हामी अन्तिमतिरै छौँ रात परिसकेको छ तपाईँलाई धेरै भएको छु भोलि हिँड्नु छ होइन धेरै समय लिन्न अब मैले मैले अन्तिम एउटा क्वेसन सोध्न चाहन्छु क्या तपाईँ एउटा 4 पढेको मान्छे तपाईँ 4 कक्षा पास पनि नगरेको मान्छे अहिले यो लेभलमा पुगिराख्नु भएको छ यो लेभलमा पुग्नु भएको छ आखिर जिन्दगी के जस्तो लाग्यो तपाईँलाई चाहिँ मलाई यस्तो लाग्छ कि मान्छेलाई पढाइ लेखाइ गर्न यो जरुरी त छ यो धेरै जरुरी हो लेकिन मलाई यस्तो लाग्छ पढाइ लेखाइ भन्दा जरुरी आफ्नो सोच हुन्छ के मान्छेको अब कसैको नाम आउँछ त कसैको पहिचान बन्छन् है यो त आफ्नो भाग्यको कुरा हो र अलिकति सोच भनेको मान्छेको अलि ठुलो काम गर्ने भनेको चाह हुन्छ जस्तो तपाईँ आउनु भएको छ यति रातिमा है भिडियो बनाउनको लागि यो पनि तपाईँको अलग्गै एक चाह हो है त्यस्तै मान्छेको पनि अलग अलग एउटा काम त गर्नुहुन्न कसैले अब हामी एउटा कक्षामा पढ्छ 20 आदमी है 20 आदमीको सोच पनि अर्कै हुन्छ क्या कोही पढाइ लेखाइ गर्न पनि जरुरी हो लेकिन पढाइ लेखाइ नगरेको मान्छे पनि केही गर्न सक्छ किनकि त्यो पनि मान्छे त हो है उदाहरण त्यही हुनुहुन्छ तपाईँ त्यसको उदाहरण तपाईँ हुनुहुन्छ हजुर मनमा जोस र होस हो भने त त्यो मान्छे केही पनि गर्न सक्छ मान्छेमा इच्छा शक्ति छ भने जे पनि हुन्छ भन्ने उदाहरण हजुर फेरि मेरो बुढी भिडियो बडियो बनाउनेको सौक हुन्छ धेरै त्यही भएर त्यो चलाउँदै हुन्थ्यो ल ठ्याक्कै भनेर दाइको फोन आएछ ल त त्यो म पनि यता इच्छा भेट्दा माझा ल भनेर फेरि मैले फोन गरेको उठाएको हजुर खुसी लाग्यो अनि तपाईँ दसैँमा आउँदा एक्लै आउनुहुन्छ कि पायलजी सबै आउने हुनुहुन्छ किनकि अब बुवा पनि धेरै उमेर भएको छ अब थाहा लाग्दैन कहिले जाने हो के जाने हो हैन यो त उदाहरण त हो यो मान्छेले जन्म लिएपछि त जाने त हो सबै दसैँ तिहारहरू मलाई यस्तो लाग्छ कि पहिले त अब मलाई त धेरै समय लाग्यो हैन एकदमै किनकि मलाई पनि बुवासित माया छ र बुवाको अब जति जिन्दगी छ मैले मेरो मनमा छ कि हाँसी खुसी बिताउने यति दुःख गरेर हामीलाई यति ठुलो बनाएको है
साथसाथ सबै दसैँ तिहारहरू सबै के हो सँगै हामी बुवासित मनाउने हो यस्तै कुरा एकदमै खुसी लाग्यो यो कुरा सुन्न पाइयो होइन यो कुरा सुन्दा पाउँदा मलाई अत्यन्तै खुसी लाग्यो। तपाईँको यो रात्रिकालीन भोलि जाँदै हुनुहुन्छ यो बावजुद तपाईँको व्यस्त समय पनि हामीलाई मेरो खबर टिभीलाई मिलाइदिनु भयो त्यसका लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अब आगामी दिनहरूमा तपाईँलाई अग्रिम शुभकामना। अब म्याच लड्दै हुनुहुन्छ तपाईँको भविष्य कालान्तरसम्म हामीले यसरी नै देख्न पाइराखोस् यही शुभकामना व्यक्त गर्दै समय दिनुभयो त्यसका लागि धन्यवाद। धन्यवाद छ। जय नेपाल सबैलाई नमस्कार। यस्तै माया गर्दै गर्नु होला, यस्तै आशीर्वाद दिँदै गर्नु होला। तपाईँहरूको माया र आशीर्वादले मलाई हौसला मिल्छ र म अगाडि बढ्नेको अलि मन चाह हुन्छ। ल धन्यवाद छ सबैलाई। थ्याङ्क यू।